मान्छे तल एकजना दुईजना तीनजना चारजना पाँचजना सातजना आठजना एकजनाले नातिकिन जाऊ है नातिकिन सब रोथे नि यस्तो नमजा लाग्दैन गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले सकिँदैन सर एकचोटि टायर फस्यो त्यसले गर्दा नि जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल गए ढोकामा अन्टी त्यही अन्टीले बचाएको 2-3 जना खस्ती होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार त्यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी त्यत्रो बेरसम्म थामेको त्यत्रो बेरसम्म थामेको त्यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त पानी चाहिँ घट्यो है अलि सिसाबाट नि गएन पानी घट्यो पानी कम भयो सिसाबाट नि गएन क्या सिसाबाट गर्थ्यो अलिक गाडको सिस्टममा हालेको अहिले जेसिबीले फेरि स्क्याभेटरले बसको हाम्रो दाजुभाइहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नाम अलिक पर जुन गरेर गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले भयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट रेटो गर्यो तर छिटो गर्नु पर्छ पानी बढिरहेको छ केहीले बुद्धि लाइन नलाइन जेसिबीलाई त्यहाँबाट चाहिँ उताबाट लगेको ठुलो भएको रातिको 12-1 बजेको छ पानी लैल हुन्छ अहिले पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बगाएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्नु केही गर्न सकेनौँ बस्दा हेर्नु